स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागिरहेको छ। कसैले भनेका छन् मन डढेको सबैले देख्छन्, मन डढेको कोही देख्दैनन्। मनमा नै तपाईँ यही भन्नुहुन्छ होला र नचाहिने चिन्ताको ठुलो बोका बोकेर हिँडिराख्नुहुन्छ होला। तर याद गर्नुहोस्, यो जीवनको निम्ति शान्ति छ, यो जीवनको निम्ति विश्राम छ। यही महत्त्वपूर्ण विषयलाई लिएर आज म तपाईसित कुराकानी गरिरहेको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा। सुझाव र तपाईँका गवाईहरू, प्रार्थनाको विषयहरू थाहा पाएर तपाईँको जीवनसित संलग्न हुन पाएकोमा यो कार्यक्रम र म धेरै नै खुसी व्यक्त गर्न चाहन्छु। आउनुहोस् सदैवजी एउटा मधुर अर्थपूर्ण भजन सङ्गीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौँ। दुःख सहने प्रभु शक्ति दे, दुःख सहने प्रभु शक्ति दे, दुःखको संसार दुखिया हामी, दुःखको संसार दुखिया हामी, दुःख सहने प्रभु शक्ति दे, दुःख सहने प्रभु शक्ति दे, दुःख सहने प्रभु शक्ति दे। मेरो दुःखले अरूको सुख हो, त्यस्तो मलाई दुःख दे। मेरो दुःखले अरूको सुख हो, त्यस्तो मलाई दुःख दे। प्रभुको बाटो कष्टको बाटो, दुःख सहने प्रभु शक्ति दे। प्रभुको बाटो कष्टको बाटो, दुःख सहने प्रभु शक्ति दे। अरूको सुख नै मेरो सुख हो, त्यस्तो मलाई सुख दे। अरूको सुख नै मेरो सुख हो, त्यस्तो मलाई सुख दे। अरूको दुःख सब हेर्न सकुमा, शक्ति मलाई तिमी त्यति दे। अरूको दुःख सब हेर्न सकुमा, शक्ति मलाई तिमी त्यति दे। दुःख सहने प्रभु शक्ति दे। सुखै सुख होस् जगमा, दोहोरो मन भएका मानिसहरू आफ्ना सबै कुरामा अस्थिर र चञ्चल हुन्छन्। पवित्र शास्त्र बाइबलमा सन्दर्भित याकुबको पत्री 1 अध्यायको 8 पदमा दोहोरो अर्थात् शङ्कालु व्यक्तिको बारेमा यस्तो लेखिएको छ, किनकि दोहोरो मन भएको मानिस उसको सबै चालचलनमा अस्थिर हुन्छ, अस्थिर हुन्छ। यो समय म तपाईसँग यस्तै दोहोरो मन भएका मानिसहरूको बारेमा कुराकानी गरिरहेको छु। मेरो आवाज सुनिरहनु भएका प्रिय मित्र, त्यस रुखलाई आँधी र तुफानको पटक्कै त्रास हुँदैन, किनकि त्यसको जरा भुइँमुनि गहिराईसम्म पुगेको र माटोलाई बलियो गरी समातेको हुन्छ।
जसरी हामी मानिसहरू हात हल्लाउँछौँ त्यसरी नै त्यस रुखका हाँगाहरू हल्लन्छन् मात्र, तर रुखलाई केही नोक्सानी हुँदैन आधी आधीले भेरीमा। तर जुन रुखको जरा जमिनको गहराईसम्म पुगेको र माटोलाई बलियो गरी पक्रेको हुँदैन, त्यस्तो खाले रुख थोरै बतास आए पनि ढर्लङ्ग ढल्न सक्छ। जुन व्यक्तिको दाँत हल्लिएको छ त्यस व्यक्तिले कुनै पनि किसिमको कडा खाले खानेकुरा चपाएर खान परेमा हल्लिएको दाँत भाँचिन सक्छ, होइन त? जब तपाईँको मन विभाजित हुन्छ र तपाईँ शङ्कालु भएर जिउनुहुन्छ भने त तपाईँले ससाना र सानातिना तुफान रूपी समस्याहरूको सामना पनि गर्न सक्नुहुन्न। मनमा अल्झिएको झिनो शङ्काको विरुद्ध सामना गर्न पनि तपाईँ सफल हुन सक्नुहुन्न। के गर्न आवश्यक छ भन्ने बारे निर्णय गर्न नसकेर तपाईँ पानी बिनाको माछा झैँ छटपटिनुहुन्छ। तपाईँले यस्तो सुन्नुभएकै होला, दुईवटा डुङ्गामा खुट्टा नराख्नु, किनकि दुईवटा डुङ्गामा खुट्टा राखेर केही समय जलयात्रा त गर्न सकिएला, तर तीव्र लहर आएर ती दुई डुङ्गालाई छुट्याएर अलग पारिदिन्छ, तब डुङ्गाका सबै यात्रुहरू पानीमा डुब्नेछन्। एउटै लक्ष्य लिएर दृढ विश्वासका साथ नजिउने व्यक्ति त्यो रुख जस्तै हो जो आफ्नो ठाउँबाट भाँची धेरै टुक्रा भएर नदीमा बगेर जान्छ। मेरो आवाज सुनिरहनु भएका प्रिय मित्र, म तपाईँलाई यो खुला रूपले बताउन चाहन्छु, दोहोरो मन भएको शङ्कालु व्यक्तिले हरेक कुरामा पराजय नै भोग्छ। यस्तो खाले व्यक्ति अस्थिर जीवन लक्ष्य भएको र सठिक दृष्टिकोण नभएको हुन्छ। जब तपाईँ शङ्कालु भएर जिउनुहुन्छ, तपाईँको मनको स्थिति काँचको ऐना जस्तै फुटेर भुइँमा छरिएको जस्तो प्रतीत हुन्छ, टुक्रै टुक्रा। आखिर सबै कुरा गर्ने, लेनदेनको व्यापार गर्ने यो मन त नै हो, हृदय नै। निर्णय गर्ने क्षमता, बुद्धि, विवेक, आशा, विश्वास सबै नै मनकै कुरा त न हो। त्यसैले जुन व्यक्ति शङ्काग्रस्त अवस्थामा जिउँदछ उसले आफ्नो समझ शक्ति गुमाएको पनि पत्तो पाउँदैन। तपाईँको मन विचलित हुनुको कारण समस्याको वास्तविक अवस्था बुझ्नुको असमर्थता नै हो। यो अवस्थामा जब तपाईँ कुनै कुरा सुन्नु, देख्नु अथवा पढ्नुहुन्छ, त्यति बेला तपाईँमा ठिक तरिकाले बुझ्ने सामर्थ्य रहँदैन। जुन बेला तपाईँ ठिकसँग बुझ्न सक्नुहुन्न, तपाईँको मनमा गलत धारणा र भयले डेरा बनाउन थाल्छ, बास गर्न थाल्छ। तपाईँको मनमा गलत इच्छाहरू उत्पन्न हुन्छ। कुनै एकजना परिचित व्यक्तिले यदि तपाईँलाई प्रेम भावले सोधे, ओहो मित्र, कुशलै हुनुहुन्छ, कताबाट आउँदै हुनुहुन्छ, कुशलै हुनुहुन्छ, कताबाट आउँदै हुनुहुन्छ, तब यसलाई गलत रूपले बुझ्नुहुन्छ र त्यस व्यक्तिलाई शङ्कालु आँखाले हेर्नुहुन्छ। शङ्काग्रस्त तपाईँको मनले यस्तो सोच्नु स्वाभाविक नै हो। तपाईँले सोच्नु होला सके केही अनौठो भएको हुनुपर्छ, यसै कारण त